हेलो गाइज होइन आज हामी मोमो मुकबाङ भन्छ होइन मुकबाङ खानु गर्न आँटेको होइन सो मजा हाम्रो अचार होइन त्यतिकै मात्र भिडियोमा होइन आइज न तिम्रो आमाहरूले पनि देख्छ अहिले स्टोरी पोस्ट आइज हामीले बहिनीलाई बोलाएको होइन बहिनीलाई पनि दिनु चाहिँ दिएको छ तर वाह बस्ने जग्गा पनि मिलेन तपाईँहरूले चिन्नुहुन्छ होला होइन ऊ चाहिँ मेरो साथी हो है मसँग रिल्स बनाउने सधैँ सो हामी दुईजना चाहिँ यहाँनिर हाम्रो चाहिँ यहाँनिर वेदर पुरा चेन्ज भएर जाडो भइरहेछ गाइज होइन यस्तो दिनमा पनि किन चाहिँ स्वेटर लगाएको भन्दा होला पानी पर्दैछ पुरा जाडो छ यहाँ चाहिँ विन्टर गएको छैन है योपालि दामी मिठो है गाइस मिठो 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 तपाईँहरू पनि घरमा यसरी बनाएर खान सक्नुहुन्छ है पानी परेको वेदरमा चाहिँ दामी हुन्छ मोमो चाहिँ बहिनीले चाहिँ एउटा मात्रै खाइसकेको छ त्यही त हो हामी चाहिँ अलिक ढिले पानी पर्यो है बाहिर चाहिँ पानी पर्दैछ है तपाईँहरू चाहिँ यसरी खान सक्नुहुन्छ ठुलो पानी पर्यो तिमीलाई चाहिँ गोरो देख्दैछ मलाई रातो रातो देख्दैछ गोरो मतलब पहिलो पहिलो पहिले हुन्छ म मान्छे पानी हेभी पर्यो है गाइस खाऊ न अझै आइज गुड क्यामेरामा